शिक्षण सिकाइ उपलब्धिमा 5 वर्षमा गाउँपालिकाकै उत्कृष्ट र 10 वर्षमा जिल्लाकै उत्कृष्ट बनाउने लक्ष्य छ। एउटै छ हाम्रो, यति हो लक्ष्य। हामी धेरै कुरा लेख्दैनौँ र गर्दैनौँ, हामी त्यो जति सकिने हो त्यति कुरा लेखिरहेको छु मैले। अब 5 वर्षमा गाउँपालिकाकै उत्कृष्ट र 10 वर्षमा जिल्लाकै कसरी बनाउने त सुन्नु होला मेरा कार्यक्रमहरू। विद्यालयमा अनुशासन कायम गरी असल नागरिक उत्पादन गर्ने प्रयास पहिलो लक्ष्य हो। रघुनाथ महाविलाई 5 देखि 10 वर्षको बिचमा कस्तो बनाउने भनेर तपाईहरुको अगाडि एउटा ऐना देखाउन गइरहेको छु। र मलाई एउटा कुरा राम्ररी के पनि थाहा छ भन्दा म आज तपाईहरुबाट अनुमोदित हुन पनि चाहन्छु। हामीले 5 वर्षमा विद्यालयलाई कस्तो बनाउने र 10 वर्षमा कस्तो बनाउने र यो सालदेखि अबको 10 वर्षमा हामीले रघुनाथ महाविलाई कस्तो बनाउने भनिकन मैले प्रतिवेदन तयार पारेको छु। जो अबको वर्षदेखि यो प्रतिवेदन कार्यान्वयन हुँदै जानेछ। यदि हजुरहरूले अनुमोदन गरिदिनु भयो भने, हजुरहरूले अनुमोदन गरिदिनु भएन भने मलाई त्यो कुर्सीमा बसिराख्न पनि सकस हुनेछ भन्ने मैले ठानेको छु। यस रघुनाथ माध्यमिक विद्यालयको 70औं वार्षिक उत्सव कार्यक्रमका आदरणीय तथा जोरायल गाउँपालिकाका अध्यक्षज्यू र यस कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण मञ्चमा आसीन र त्योभन्दा दायाँ बायाँ बस्नुभएका आदरणीय अभिभावकज्यूहरूमा मेरो हार्दिक नमस्कार साथै अभिवादन। आज म तपाईहरुको अगाडि रघुनाथ माध्यमिक विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा साह्रै आभारी छु र जिम्मेवारी बोधले मेरो काँध लचकिएको पनि छ। रघुनाथ महाविलाई 5 देखि 10 वर्षको बिचमा कस्तो बनाउने भनेर तपाईहरुको अगाडि एउटा ऐना देखाउन गइरहेको छु। र मलाई एउटा कुरा राम्ररी के पनि थाहा छ भन्दा म आज तपाईहरुबाट अनुमोदित हुन पनि चाहन्छु। मलाई व्यवस्थापन समितिले बनायो र त्यसपछि यत्रो मासले मलाई अनुमोदन गरिदिनु भयो भने म शक्तिशाली यो विद्यालयको भएर तपाईहरुको अपेक्षा पूरा गर्न सक्छु भन्ने आशा पनि मैले राखेको छु। र अब म विद्यालयको प्रतिवेदन सरसर्ती पढ्न गइरहेको छु। हामीले प्रतिवेदनलाई अलिकति रूपान्तरण गरेर थोरै फरक रूपमा प्रस्तुत गर्न गइरहेका छौं। हामीले 5 वर्षमा विद्यालयलाई कस्तो बनाउने र 10 वर्षमा कस्तो बनाउने र यो सालदेखि अबको 10 वर्षमा हामीले रघुनाथ महाविलाई कस्तो बनाउने भनिकन मैले प्रतिवेदन तयार पारेको छु। जो अबको वर्षदेखि यो प्रतिवेदन कार्यान्वयन हुँदै जानेछ। यदि हजुरहरूले अनुमोदन गरिदिनु भयो भने, हजुरहरूले अनुमोदन गरिदिनु भएन भने मलाई त्यो कुर्सीमा बसिराख्न पनि सकस हुनेछ भन्ने मैले ठानेको छु। यो भन्दा अगाडिको बाटो तय हुनका निम्ति म प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहन्छु। हामी हिजोका जस्ता छैनौं, हामी आजका जस्ता छौं। भोलि गएर आजको जस्तोले भोलि काम गर्दैन। त्यसो भएको हुनाले अब हामीले हर व्यक्ति, हर जनता, हर अभिभावक जिम्मेवार हुन जरुरी छ। एउटा विद्यालय सफल हुनका लागि उसको इतिहासले होइन, उसको ऊर्जामान वर्तमानले बढी महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अभिभावक, शिक्षक र विद्यार्थीको बलियो गठजोड नै एउटा विद्यालयको सफलताको शुभ सङ्केत हो। पछिल्लो समय यो विद्यालय पनि यसै कुरालाई मूल मन्त्र बनाएर अघि बढ्ने मनस्थिति बनाएको छ, जसका लागि सबैको साथ र सहयोगको अपेक्षामा अविश्रान्ति समर्पित छौं। अब म यो विद्यालयको उद्देश्य तथा लक्ष्य शिक्षण सिकाइ उपलब्धिमा 5 वर्षमा गाउँपालिकाकै उत्कृष्ट र 10 वर्षमा जिल्लाकै उत्कृष्ट बनाउने लक्ष्य छ। एउटै छ हाम्रो, यति हो लक्ष्य। हामी धेरै कुरा लेख्दैनौँ र गर्दैनौँ, हामी त्यो जति सकिने हो त्यति कुरा लेखिरहेको छु मैले। अब 5 वर्षमा गाउँपालिकाकै उत्कृष्ट र 10 वर्षमा जिल्लाकै कसरी बनाउने त सुन्नु होला मेरा कार्यक्रमहरू। विद्यालयमा अनुशासन कायम गरी असल नागरिक उत्पादन गर्ने प्रयास पहिलो लक्ष्य हुनेछ। अन्य विद्यालयबाट कक्षा 6 देखि 9 सम्म भर्ना हुन आउने विद्यार्थीको अनिवार्य रूपमा प्रवेश परीक्षा तथा ल्याकत परीक्षा लिई विद्यार्थीको वर्ग विभाजन गरिनेछ र सोही आधारमा शिक्षण क्रियाकलाप सञ्चालन गरिनेछ। यसरी भर्ना हुन आउने विद्यार्थीको आर्थिक तथा कक्षाको स्थान अनुसार मेसमा
25% देखि 100% निःशुल्क हुनेछ। आवासीय कक्षाहरूलाई अझ बढी व्यवस्थित प्रभावकारी पहुँच योग्य बनाइनेछ। कक्षा 6 देखि 8 सम्म अङ्ग्रेजी र गणित, कक्षा 9, 10 मा अङ्ग्रेजी, गणित र विज्ञान तथा कक्षा 11 र 12 को अङ्ग्रेजी र लेखा विषयमा अनिवार्य रूपमा 12 महिना मासिक परीक्षा लिइन्छ र कक्षा विषय पनि क्रमशः अन्य विषयमा क्रमशः ती मासिक परीक्षाहरू लिँदै जानेछन्। सार्वजनिक बिदा तथा अतिरिक्त समयमा विद्यार्थीहरूको शैक्षिक क्रियाकलापमा प्रत्यक्ष सहभागी हुने शिक्षकलाई 1 घण्टा बराबरको रु 100 प्रोत्साहन भत्ता आवधिक परीक्षा बाहेक उपलब्ध गराइनेछ। त्यसमा क्रमशः पुनर्विचार गर्दै गइनेछ। हामी शिक्षकहरूलाई त्यत्तिकै जोत्ने छैनौँ, सके जति प्रोत्साहन भत्ताहरू दिँदै कायम गराउने लक्ष्य लिएका छौँ। अर्को, जनजाति, दलित, असहाय, आमा बुवा नभएका, जेहेन्दार र खस आर्य मध्ये गरिब तथा जेहेन्दार जम्मा 5 वटा क्लस्टर रहने गरी मेसमा निःशुल्क छात्रवृत्ति उपलब्ध गराइनेछ। भन्नुको मतलब 5 जना विद्यार्थीलाई हामी निःशुल्कमा खान, बस्न, पढ्नका निम्ति व्यवस्था गर्नेछौँ र बाबुआमा नभएका त जति पनि हामीले यहाँ बसालिराखेका छौँ। अर्को कुरा, सबभन्दा बढी हाजिर हुने, क्याबी पबी नलिने शिक्षकलाई वार्षिक रूपमा विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सम्मान गरिनेछ। विद्यालयले सफलता हासिल गर्दै गयो भने क्याबी पबी नलिने शिक्षकलाई सम्मान सहित जम्मा मासिक तबको 1 दिन बराबर हुन आउने रकमको 30% सुरुमा प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ भने यसमा पुनर्विचार गर्दै 100% दैनिक भत्ता महिना उपलब्ध गराइनेछ। यो 5 देखि 10 वर्षको प्लान हो हाम्रो। स्तरीय परीक्षाहरू कक्षा 8 को अङ्ग्रेजी र गणितमा 90%, कक्षा 10 र 12 को वार्षिक परीक्षामा अङ्ग्रेजी गणितमा 80% र कक्षा 10 को विज्ञान विषयमा 90% भन्दा माथि, साथै अन्य अनिवार्य विषयमा 100% विद्यार्थी उत्तीर्ण हुन सफल भएमा विषय शिक्षकहरूलाई सम्मान गरिनेछ। साथै अन्य शिक्षकहरूलाई योगदानका आधारमा सम्मान गरिँदै गइनेछ।